सक्दिनँ बा। मोबाइल बिना त म बाँच्न सक्दिनँ, सक्दिनँ ल। म खाने बेलामा एउटा आँखा मोबाइलमा, एउटा आँखा भातमा। चर्बी जाँदाखेरि मोबाइल भएन भने आँची नै नआउला भन्ने डर। सुत्दाखेरि सिरानी मुनि मोबाइल भएन भने सपना नै कस्तो नराम्रो देख्छु म त। के भयो होला मलाई? के भयो? अब यसमा अलिकति केही खराबी आयो भने मुटुमा नराम्रोसँग चसक्क सियोले बचे जस्तो हुन्छ। चलाउन मन लाग्यो, चार्ज सकिन लाग्यो भने चार्जमा राखी भए पनि चलाउन मन लाग्छ। बुढीलाई त्याग्न सकिन्छ, मोबाइल सकिँदैन। प्राण भन्दा प्यारो टुनटुन मेरो मोबाइल टुनटुन। एकचोटि के भयो भनेदेखि यतिकै मोबाइल चलाएर म लहर 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 हिँडिरहेको थिएँ। चलाएँ हिँडे यस्तो बाहिर हेरेको त थाहा नै छैन म कहाँ को आइपुगेँ। लौ न, मोबाइलमा चार्ज पनि सक्यो। अब घर जाउँ भने 1 रुपियाँ दाम खल्तीमा पनि छैन। नराम्रोसँग फर्से नि म चलाउँदै। अब यसको सारांश के हो त भनेदेखि मानिसले मोबाइल बनायो, मोबाइलले मानिसलाई नराम्रोसँग उल्लु बनायो।